अलैँचीका बुट्यान दाउरा त बङ्की बङ्को चिरे त हौ मामाछिरी यो कताको के का लागि हुनु है फेरि हाम्रो कुन्दाङ यो धर्मदेवी नगरपालिका चाहिँ अलैँचीको चाहिँ एकदम उत्पादन हुने ठाउँ हो। अब भट्टी भनेपछि मान्छेले बुझ्छन् यो चाहिँ रक्सी भट्टीका लागि हो, यो रक्सी भट्टीका लागि चाहिँ होइन। यो चट्टसँगले लाएर यो अलैँची गाउँले भट्टी यी हाम्रो खोल्साका सुन होइन त दुःख छ नि अलैँची टिप्न। अलैँचीको आम्दानी पनि याममा टेन्ट लाएर बस्यो मच्छरले त अलिअलि टोक्छन् यहाँ। ए मेरा मामाका चट्टसँगले उत्तिसे भारी यहाँ अलैँची नाम उत्तिसे फल्ने चाहिँ सबै अलैँची। लु भट्टीमा चाहिँ अब आगो एकदम दनदन लागि परिसकेको छ। अब यो आगोको हरापले चाहिँ माथि सुकेका काँचा अलैँची चाहिँ एकदमसँगले सेकुवा सिकुटी बनिसकेपछि बेच्नको लागि एकदमसँगले तयार। हाम्रो मामाश्री अलैँची त यस्तो सारफेर गर्दै हुन्छ। यो कति टाइम लाग्छ मामा यो पाक्न? यो 3 बजेतिर मात्रै निस्किन्छ। बिहानदेखि गए हिजोदेखिको ए सेफ श्री 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 अनुसार सुवेदीज्यूले चाहिँ अब हामीले टक्कसँग मिठो खाना बनाएर हाम्रा कुक सेफको पनि त खिचिदिनु पर्यो नि त। भरे मिठो खानेकुरा खान पाएन। सेफ इज अ के अरे सेफ इज अ पपुलर एग्रिकल्चरिस्ट इन यस यस योर इङ्ग्लिस इज भेरी गुड। पनि आउँदै हुन्छ केही भन्ने हो मामा? यस्तै हो मामा भान्जाको काम त अब। ओके ओके